इजरायलीहरू मिस्रबाट निस्किए। प्रस्थान 13 देखि 15 अध्याय। परमेश्वरका प्रजा मिस्र बाहिर निस्किए। परमेश्वरको सहायताले इजरायलीहरू मिस्रबाट निस्किए। परमेश्वरले मूसालाई इजरायलीहरूको नेतृत्व गर्न ल्याउनुभयो। परमेश्वर बादल भित्रबाट तिनीहरूको साथमा रहनुभयो। परमेश्वर सदा तिनीहरूको साथमा हुनुहुन्थ्यो। परमेश्वरले नै तिनीहरूलाई जाने मार्ग देखाउनु भयो। हरेक रात परमेश्वरले आगोको खामो देखाउनुहुन्थ्यो। इजरायलका मानिसहरू गइसकेपछि फारोले मन बदले। उनले आफ्ना सेनासहित इजरायलीहरूलाई खेदे। इजरायलीहरूको सामुन्ने लाल समुद्र थियो। तिनीहरू समुद्र पार गर्न सक्दैनथे। तिनीहरू मिस्र फर्कन पनि सक्दैनथे। फारो र उनको सेनाले तिनीहरूलाई खेदिरहेका थिए। तिनीहरू परमेश्वरका प्रजालाई मार्न चाहन्थे। मूसाले भने, नडराओ, परमेश्वरले हाम्रो रक्षा गर्नुहुनेछ। परमेश्वरले मूसालाई भने, तेरो लट्ठी समुद्रमाथि पसार। इजरायलीहरू र फारोको सेनाका बीचमा बादलको खामो रह्यो। जब मूसाले लट्ठी उठाए, समुद्रको अर्को छेउसम्म बाटो बन्यो। इजरायलीहरूले त्यही बाटो पछ्याएर समुद्र तरे। फारो र उनको सेनाले तिनीहरूलाई खेदिरहेका थिए। जब इजरायलीहरूले लाल समुद्र पार गरे, मूसाले समुद्रमाथि तर्फ फेरि लट्ठी पसारे। फारोको सेनालाई समुद्रले बगायो। परमेश्वर इजरायलीहरूको साथमा हुनुहुन्थ्यो। परमेश्वरका प्रजाहरू स्वतन्त्र भए। उनीहरू अब दास रहेनन्। मूसा र इजरायलीहरूले हर्ष साथ गाए र नाचे। उनीहरूले परमेश्वरको स्तुति गान पनि गाए।